हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आजको दिनको सुरुवात हुन्छ मर्निङ यस्तो भ्यूबाट है त। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आजको दिनको सुरुवात हुन्छ मर्निङ यस्तो भ्यूबाट है त। हामी चाहिँ मङ्गोलियामा है गाइज। यो कश्मीर, जम्मू कश्मीर होइन, यो मङ्गोलिया है गाइज। मङ्गोलिया मुस्ताङ जस्तो देखिन्छ। मुस्ताङ के भन्ने, के भन्छ के जस्तो दामी देखिन्छ तर गाइज भनेर यो के भन्छ अरे भेडाहरू होइन, यस्तो दामी छ कि भ्यू। बिहान यो ट्याक्का बिहानको 7 बजी छ अहिले होइन। यस्तो दामी भ्यू देखिन्छ कि यो हामी चाहिँ यस्तो दामी ठाउँमा आयो जस्तो लाग्यो कि होइन। अब हामी नथामै जस्तो भइसक्यो कि यस्तो दामी छ कि होइन। ल भ्यू हेर्नु गाइज, हाम्रो डाँडा काँडा हिजो झन् खोक्का घोडा राइड हान्यो, भिडियो सिडियो त बनाइएन हिजो होइन। तर दामी देखियो क्या आज त बात है। बिहान मर्निङ सट यार। ए मस्त गाइज, रुम चाहिँ यही हो होइन। यस्तो दामी छ, ट्याक्क 1 2 3 4 वटा खाट। खैरे त यहाँ एक्लै सुतेको, हामी चाहिँ उता सुतेको। यस्तो दामी छ लगेर गाइज धार होइन। तर यहाँबाट देखिने भ्यूले चाहिँ अचम्म पार्छ क्या। यस्तो निक्लेर च्याट्टा फर्काउँदा त गाँड फाटी भ्यू देखिन्छ क्या है। मान्छे यो चाहिँ के अरे They're not hurt. Look, they're friendly. Why are you upset? They're friendly. The guys सहर जान्छौँ हामी यस्तै होइन। सहर भन्दैन यस्तै ठाउँहरूकोमा जान्छौँ। यस्तै छ के हुन्छ भ्लग आउँछ है त। यहाँ नेट सेट केही छैन गाइस, त्यही भएर हिजो भ्लग नबनाएको मैले। अब आज चाहिँ हुन्छ होला जस्तो लाग्यो। यस्तै छ ल। एकछिन पछिको राइड पछि हामी यस्तो मस्त ठाउँमा आइसक्यौँ कि यस्तो छ है त भ्यू चाहिँ यहाँबाट मस्त देखिन्छ। यस्तै छ गाइज भ्यू फ्रम हियर, भेरी नाइस। यस्तै छ है गाइज, यस्तै चलिरहेछ है गाइज राइड चाहिँ मस्त। एउटा मोनेस्ट्री हेर्न गाइज राइड पछि मस्त। ए म्युजियम हो, म्युजियम मोनेस्ट्री भन्दा चाहिँ म्युजियम रहेछ यो। त्यस्तै यसो गाइज जुन देशमा भने यसो टिभी हेर्ने, मस्त लाएर किताब पढ्ने, के खाने हेर्ने, यस्तै भइरहेछ। मङ्गोलियाको ट्रिप, चाइनाको ट्रिपमा यस्तै छ। रैला यस्तो खतरा म्युजियम यत्रो ठुलो ठिकै हो। सानिसक्यो मस्त। आमा चाहिँ खाने बेला भइसक्यो गाज। यस्तै छ होइन, मस्त खाने बस्नु यस्तो बाहिरको। ल है त गाइज टेम्पल हेर्न आएको दलाई लामा जस्तो है मस्त। परिको ढुङ्गा मस्त च्याट्ट लाएर यस्तै छ। सङ्कप्पा हेर्ने, सङ्कप्पा किसके अप्पा सङ्कप्पा जस्तै हो कि अरे। यस्तै छ गाइज, मन्दिर डुल्ने बस्ने खाने, त्यो बाहेक अरू केही छैन भ्लगमा। गाउँपछि हाल्नु होला नि अब बाइक चलाएको भ्लग काम गरिएन भने। हामी चाहिँ मस्त डुल्दा गाडीमा आइसक्यौँ। चढ्यौँ अब कहाँ होटेल हो। अब होटेल पछि कहीँ हुन्न, अब होटेल रासी भ्लग सकिन्छ भन्दा चाहिँ गाइज यो चाहिँ रिसोर्ट रह्यो। आज यस्तै छ, यस्तै छ गाइज। बस्नु पर्ने हो, यस्तै छ। के गर्ने, ए इन्टरनेट छ बास त्यहाँ छ होइन। आजको भ्लग चाहिँ यति नै हुन्छ गाइज होइन। अब आजको भ्लग यति नै हुन्छ। अब भेट्ने नि अर्को